सम्पूर्णमा राधे राधे अनि नमस्ते। म हुँ नारायण कृष्ण र आज अत्यन्तै रोचक र अत्यन्तै महत्त्वपूर्ण प्रसङ्ग लिएर उपस्थित भइसकेको छु। कसको कुन राशि हो भन्ने पनि जान्नुपर्छ। त्यसै कारणले कुन अक्षरबाट नाम सुरु भएको व्यक्तिको के राशि हुन्छ। भिडियोलाई पुरा हेर्नुहोला, लाइक गर्नुहोला भिडियोलाई, र अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने पक्कै पनि सब्सक्राइब गरेर च्यानलसँग जोडिनुहोला। आउनुहोस् अब भिडियोलाई सुरु गरौँ। पहिलो हो मेष राशि। चु, चे, चो, ला, ली, लु, ले, लो, अ यति अक्षरबाट नाम आउनेको मेष राशि हुने गर्दछ। मेष राशि भएका व्यक्तिहरूलाई विशेष गरेर रातो र सेतो रङ अत्यन्तै शुभ मानिन्छ भन्ने प्रसङ्ग यहाँ आएको छ र विशेष गरेर रातो कपडा लगाउँदा मेष राशि भएका व्यक्तिहरूलाई अत्यन्तै राम्रो हुने गर्दछ। मेष राशि भएका व्यक्तिहरूलाई मङ्गलबार अत्यन्तै राम्रो मानिन्छ। मेष राशिको लागि शुक्रबार अत्यन्तै अशुभ मानिन्छ। मेष राशिको लागि शुक्रबार अत्यन्तै अशुभ मानिन्छ। शुक्रबार मेष राशिको लागि त्यति राम्रो मानिएको छैन। अब दोस्रो राशितर्फ प्रवेश गरौँ। दोस्रो राशि हो वृष राशि। वृष राशि उनीहरू व्यक्तिको पूर्व नाम यानि कि पहिलो अक्षर इ, उ, ए, ओ, बा, बी, बु, बे, वो यसरी वृष राशि हुने गर्दछ। वृष राशि हुने व्यक्तिहरूको लागि सेतो रङ अत्यन्तै शुभ र लाभदायक मानिन्छ। विशेष गरेर कपडा लगाउँदा सेता कपडा लगाउनु वृष राशि भएका व्यक्तिहरूलाई अत्यन्तै शुभ मानिन्छ। विशेष गरेर अब कुन बार अत्यन्तै राम्रो हुन्छ भन्ने प्रसङ्गमा वृष राशि भएका व्यक्तिहरूलाई शुक्रबार अत्यन्तै फलदायी हुने गर्दछ र विशेष गरेर बुधबार र शनिबार पनि वृष राशि भएका व्यक्तिहरूको लागि मध्यम फल बताइएको छ। तेस्रो राशि हो मिथुन राशि। मिथुन राशि भएका व्यक्तिहरूको पहिलो अक्षर का, कि, कु, घ, ङ, छ, के, को, हा बाट आउने गर्दछ। यो राशि भएका व्यक्तिहरूलाई शुभ रङ पहेँलो मानिन्छ र यी व्यक्तिहरूले विशेष गरेर हरियो रङलाई पनि प्राथमिकता दिन सकिनेछ। विशेष गरेर मिथुन राशि भएका व्यक्तिहरूलाई बुधबार अत्यन्तै राम्रो मानिन्छ। बिहिबार पनि मिथुन राशि भएका व्यक्तिहरूलाई अत्यन्तै राम्रो मानिन्छ। यो पनि महत्त्वपूर्ण जानकारी मिथुन राशि हुनेवाला व्यक्तिहरूको लागि। अब प्रवेश गरौँ कर्कट राशितर्फ। हि, हु, हे, हो, डा, डी, डु, डे, डो यी अक्षरबाट नाम आउने व्यक्तिको कर्कट राशि हुने गर्दछ। कर्कट राशिको लागि विशेष गरेर सेतो रङ अत्यन्तै राम्रो मानिन्छ। सेतो कलर अत्यन्तै राम्रो मानिन्छ। हल्का निलो र क्रिम कलरलाई पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ कर्कट राशि भएका व्यक्तिहरूको लागि। र विशेष गरेर यी राशि भएका व्यक्तिहरूको लागि कुन बार राम्रो हुन्छ भन्ने प्रसङ्गमा सोमबार अत्यन्तै राम्रो हुने गर्दछ। कर्कट राशिको लागि सोमबार अत्यन्तै राम्रो छ। यो पनि अत्यन्तै मुख्य जानकारी भयो र विशेष गरेर सोमबार विशेष हो। यदि सकिएन भने बुधबार र आइतबार पनि कर्कट राशि भएका व्यक्तिहरूले यो कर्मलाई अगाडि बढाउन अत्यन्तै राम्रो मानिएको छ। अब प्रवेश गरौँ सिंह राशितर्फ। सिंह राशि हुनेवाला व्यक्तिहरू मा, मी, मु, मे, मो, टा, टी, टु, टे यी अक्षरबाट नाम आउने व्यक्तिहरूको सिंह राशि हुने गर्दछ र सिंह राशिको लागि विशेष गरेर सूर्यबार यानि कि रविबार अत्यन्तै राम्रो र शुभ मानिएको छ। यदि त्यो बार सकिएन भने हामीले बिहिबारलाई पनि शुभ मान्न सक्छौँ र शनिबार अत्यन्तै मध्यम स्तरमा मानिएको छ। बिहिबार मध्यम शुभ मानिएको छ भने शनिबारलाई ठिकठाक मानिएको छ। सिंह राशि भएका व्यक्तिहरूलाई मङ्गलबार अशुभ मानिएको छ। अब जाउँ कन्या राशितर्फ। टो, पा, पी, पु, ष, ण, ठ, पे, पो यी अक्षरबाट नाम आउने व्यक्तिहरूको कन्या राशि हुने गर्दछ। कन्या राशिहरूको लागि विशेष गरेर हरियो, पहेँलो र सेतो रङ अत्यन्तै राम्रो मानिएको छ। त्यस्तै प्रकारले कन्या राशि भएका व्यक्तिहरूलाई बुधबार अत्यन्तै राम्रो छ। शनिबार र शुक्रबार पनि मङ्गल मानिन्छ। त्यस्तै प्रकारले तुला राशि रा, रि, रु, रे, रो, ता, ती, तु, ते यी नामबाट अक्षरबाट नाम आउने व्यक्तिहरूको तुला राशि हुने गर्दछ। तुला राशि भएका व्यक्तिहरूलाई विशेष गरेर हल्का निलो कलर अत्यन्तै शुभ मानिन्छ र विशेष गरेर तुला राशि भएका व्यक्तिहरूलाई शुक्रबार अत्यन्तै राम्रो मानिन्छ। सोमबार र शनिबार शुभ मानिन्छन् भने विशेष गरेर रविबार र बुधबार अशुभ मानिन्छन्। त्यसै कारणले तुला राशि भएका व्यक्तिहरूले
शुक्रबारको दिनमा यो कर्मलाई अगाडि बढाउँदा अत्यन्तै राम्रो मानिन्छ। त्यो सकिएन भने सोमबार र शनिबार गर्नु। तुला राशि भएका व्यक्तिहरूले वृश्चिक राशिमा आउँछ तो, ना, नि, नु, ने, नो, या, यी, यु यी अक्षरबाट नाम आउनेको वृश्चिक राशि हुने गर्दछ। वृश्चिक राशि भएका व्यक्तिहरूलाई विशेष गरेर रातो रङ अत्यन्तै शुभ मानिन्छ भने वृश्चिक राशि भएका व्यक्तिहरूलाई मङ्गलबार अत्यन्तै राम्रो मानिएको छ र विशेष गरेर सोमबार यदि मङ्गलबार सकिएन भने सोमबारका दिनमा यी कर्महरूलाई अगाडि बढाउनुहोला। शनिबार र बुधबारलाई विशेष गरेर वृश्चिक राशिको लागि अशुभ ग्रह मानिएको छ, बार मानिएको छ। धनुराशि ये, यो, भा, भी, भू, धा, फा, ढा, भे यी अक्षरबाट नाम आउने व्यक्तिहरूको धनुराशि हुने गर्दछ। धनुराशिको लागि पहेँलो कलर अत्यन्तै राम्रो मानिन्छ भने नीलो र हरियो कलर पनि शुभ मानिने गरिएको छ र विशेष गरेर यी राशि भएका व्यक्तिहरूलाई बृहस्पतिबार यानि कि गुरुबार यानि कि बिहिबार अत्यन्तै राम्रो र शुभ मानिएको छ। रविबार पनि मध्यम मानिएको छ र शुक्रबार र शनिबारलाई अशुभ मानिएको छ। यो पनि जानकारी हजुरको माझ राख्यौँ। मकर राशि हुनेवाला व्यक्तिहरूको भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी यी अक्षरबाट नाम आउने व्यक्तिहरूको मकर राशि हुने गर्दछ। मकर राशि हुनेवाला व्यक्तिहरूको लागि कालो रङ, नीलो रङ अत्यन्तै शुभ मानिएको छ। विशेष गरेर शनिबार अत्यन्तै दिव्य र भव्य मानिएको छ। मकर राशि भएका व्यक्तिहरूको लागि रविबार र शुक्रबार पनि मकर राशिको लागि राम्रो मानिएको छ। कुम्भ राशि भएका व्यक्तिहरूको पहिलो अक्षर गु, गे, गो, सा, सी, सु, से, सो, दा। कुम्भ राशि भएका व्यक्तिहरूको लागि कालो नीलो रङ शुभ मानिएको छ। शनिबार विशेष मानिएको छ। शनिबार मिलेन भने विशेष गरेर मङ्गलबार पनि शुभ मानिएको छ। रविबार र बुधबार मध्यम मानिएको छ भने शुक्रबार अशुभ मानिएको छ। मीन राशितर्फ प्रवेश गरौँ। मीन राशि भएका व्यक्तिहरू दि, दु, थ, झ, य, दे, दो, चा, जी यी अक्षर भएका व्यक्तिहरूको मीन राशि हुने गर्दछ। मीन राशि भएका व्यक्तिहरूलाई पहेँलो रातो रङ अत्यन्तै शुभ मानिएको छ। विशेष गरेर गुरुबार अत्यन्तै राम्रो मानिएको छ मीन राशिको लागि। रविबार र सोमबार पनि शुभ मानिएको छ। बुधबार अशुभ मानिएको कारणले विशेष दिन भने गुरुबार रहेको छ मीन राशि भएका व्यक्तिहरूको लागि।